हेलो हेलो साथीहरू, म चाहिँ पसल लिन लागेको। घाम लागेर नजिकै छ, छाता उडेर गएको। मेरो छोरी अगाडि जाँदैछ। पसलमा बस भनेको नमानी फर्काएर ल्याएको। म भरे पसल पुगेर नि तपाईँहरूलाई भिडियो देखाउँछु, भरे के सामान ल्याउँछु त्यो पनि देखाउँछु। साथीहरू, म चाहिँ टक्क पसल पुगेको। अघि बहिनीले पसल खोलेर पुस्दै रहेछ। हामी दुईजना हतार गरेर होलसेलतिर लाग्यौँ। नानीले पसलमा राखेर कोटेश्वर पुगेको त कस्तो जाम थियो कि, जाम पनि एकछिन पछि खोलिहाल्यो। त्यहाँदेखि गयौँ मैती देवीमा चाहिँ पुरै सेभ द डग भनेर प्रोटेस्ट चलिरहेको थियो। एकछिन हेऱ्यौँ, त्यहाँदेखि फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ। त्यहाँदेखि हामी काठमाडौँ मलतिर पुग्यौँ। त्यहाँदेखि सुन्दाराको दरडा चढ्नेको थुप्रै लाइन देखेँ क्या। मलाई कस्तो मन पऱ्यो, एकछिन उभिएर भिडियो खिचेँ। हेर्नु न कति भिड थियो कि। मै त चढेको छुइनँ नयाँ बनाएर। त्यहाँदेखि यतापट्टि कस्तो युनिक